नवलपरासी पश्चिम स्थित रामग्राम नगरपालिकामा गौतम बुद्धसँग सम्बन्धित करिब 6औं शताब्दीतिरको प्राचीन सहरको अवशेष तथा पुराना सिक्काहरू फेला परेका छन्। प्रारम्भिक उत्खनन तथा अनुसन्धानबाट प्राप्त यी सामग्रीहरूले नेपालको ऐतिहासिक तथा बौद्ध सभ्यतासँग जोडिएको महत्त्वपूर्ण अध्याय उजागर गर्ने अपेक्षा गरिएको छ। स्थानीय स्रोत तथा पुरातत्त्वविदहरूका अनुसार उत्खनन स्थलबाट इँटाले बनेका संरचनाका भग्नावशेष, वासस्थानका आधार, माटोका भाँडाकुँडा तथा विभिन्न धातुबाट बनेका पुराना सिक्काहरू फेला परेका छन्। यी अवशेषहरू बुद्धकालीन बस्ती वा व्यापारिक केन्द्र हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। रामग्राम क्षेत्र ऐतिहासिक रूपमा समेत विशेष महत्त्व राख्ने क्षेत्र हो। यसअघि नै रामग्रामलाई गौतम बुद्धका अस्थि धातु सुरक्षित गरिएको एकमात्र अछुतो स्तूप रहेको स्थान मानिन्छ। हाल भेटिएका सहरका अवशेषहरूले रामग्राम केवल धार्मिक केन्द्र मात्र नभई सामाजिक, आर्थिक तथा सांस्कृतिक गतिविधिको प्रमुख केन्द्र रहेको सङ्केत गर्छ। हाल उक्त क्षेत्रमा थप अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जनाएको छ। पुरातत्त्व विभाग, विज्ञ टोली तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहयोगमा विस्तृत अध्ययन, मिति निर्धारण, कार्बन डेटिङ तथा सिक्काहरूको ऐतिहासिक विश्लेषण गर्ने तयारी भइरहेको छ। यदि यी अवशेषहरू बुद्धकालीन नै पुष्टि भएमा यसले नेपालको इतिहासलाई विश्वसामु अझ सशक्त रूपमा प्रस्तुत गर्ने मात्र नभई धार्मिक पर्यटन, सांस्कृतिक पहिचान र शैक्षिक अनुसन्धानमा नयाँ सम्भावनाहरू थप्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूले उत्खनन स्थल संरक्षण र उचित व्यवस्थापनको माग गर्दै आएका छन्। सरकार तथा सरोकारवाला निकायले समयमै संरक्षण नीति लागू नगरे ऐतिहासिक सम्पदा जोखिममा पर्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ। रामग्राममा भेटिएका यी पुरातात्विक अवशेषहरूले नेपालको प्राचीन सभ्यता र गौतम बुद्धकालीन इतिहासबारे नयाँ दृष्टिकोण खोल्ने अपेक्षा गरिएको छ।